बेस क्याम्प यहाँ तल भयो यो कुरा बाज हुँदै हुँदै यहाँ पसल यहाँतिर क्याम्प गर्नुपर्छ क्याम्प 2 समवेयर हियर क्याम्प 3 यतातिर पर्छ अनि क्याम्प 4 चाहिँ यस्तोरी जान्छ कि यहाँतिर रक ब्यान्ड पर्छ येलो ब्यान्ड पर्छ यहाँ त यो एउटा चौर छ कि यो बिचमा योलाई लोच्छे फेस भन्छ यो होइन अनि यो के भन्छ यसलाई यस्तो ठुलो ग्राउन्ड छ कसम ढाँडेगन हजारवटा टेन्ट लाइन नै अट्छ कि त्यति धेरै ठुलो ठाउँ छ अनि त्यस यहाँ मैले कन्सर्ट गरेको है हजुर है होइन अनि त्यहाँबाट अब अनि समिट हुँदाखेरि चाहिँ हामी यहाँबाट जान्छौँ यहाँतिर बाल्कनी पर्छ होला यी गरी यहाँ साउथ समिट पर्छ यो साइड चाहिँ ट्रायङ्गुलर फेज भन्ने हो होइन ढुङ्गा चाहिँ यहाँ होइन अनि यो साउथ समिट हो यहाँबाट अलिकति माथि यहाँ हिलर स्टेप हो यहाँबाट यहाँ पुग्न झन्डै अब 1-1.5 घन्टा लाग्छ क्या अब छिट्टो हिँड्नेहरूलाई त मेबी अब फास्टेस्टको त अब कुरै भएन तर एज अ लेम्यान म जस्तो मान्छे होइन जाँदा यहाँबाट 1-1.5 घन्टा पुग्छ सो म चाहिँ यहाँ यो टोपमा यो ठाउँमा 4:50 पुगेको थिएँ क्या सो अब स्या होइन एन्ड इट्स रियली ब्युटिफुल अनि यो यस्तो यो साइड पनि हाम्रो नेपाल हो यो साइड हाम्रो नेपाल यो साइड हाम्रो नेपाल हो सो यसको पछाडि मात्र चाहिँ टिबेट अनि अब भन्न अरूले पर्छ होइन सो योलाई लोला भन्छ होइन यो नुप्से भइहाल्यो यो लोच्छे भइहाल्यो सो दिस इज द खुम्बु आइसफल इट्स क्रेजी यहाँदेखि यहाँसम्म चाहिँ एकदम मजाको छ यतातिर चाहिँ क्याम्प 2, 3, 4 एन्ड द समिट सगरमाथा चाहिँ उताबाट पनि चढ ओ माय गॉड अर्को यहाँ बोल्न यस्तो रहेछ हामीलाई यस्तो गरेर बसिरहेको छ यो यहाँ के सो ब्युटिफुल है विजेन्द्र थ्याङ्क यू सो मच उसले पनि एउटा जाहिर गरेको क्याप र टी सर्ट चाहिँ